ल आऊ ओ भाइ भाइ यता 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 कहाँ लाग्यौ तिमी घर अनि कहाँबाट आयो तिमी त नि गाउँबाट ए अनि तिमी गीत गाउँछौ भन्दा सुनेको छ मैले गीत गाउँछौ त ओहो हो र अनि तिम्रो नाम भन त के हो तिम्रो नाम सुमन साउन्त कति वर्षको कति क्लास 9 वर्ष कक्षा 3 ओहो हो र स्कुलको नाम पनि थाहा छ स्कुल नाम थाहा छैन ल ओके ल तिम्रो गीत चाहिँ गाउँछन् भन्ने मैले यसो गाउँमा हल्ला सुनिरहेको थिएँ होइन त के गीत गाउन आउँछ तिमीलाई जन्मका गायाले जिन्दगीमा धोका पायो जन्मका गायाले सूर्यका छायाले वैकुण्ठ उज्यालो भइगयो सूर्यका छायाले दशरथका छोरा के राम लक्ष्मण यसै हरि भेटुने हो के भाइ मरेपछि कोन आहा फाटी कुइरो फाटी फाटी मेगायो मातरी फाटी हाय हाय फाटी फाटी कुइरो फाटी फाटी मेगायो मातरी फाटी बाटो काटी काटी बसायो सरकार बाटो काटी काटी बसायो सरकार बाटी घोङ्गारू कि लौरी गोठालाले तिरले एकछिन ल ल एकछिन है अनि तिमीले त मैले गीत गाउनुभन्दा अगाडि तिमीले रन्काइदियो त यार गीत खतरा गाउँछ अनि यो कहाँबाट सिक्यौ तिमीले कहाँ आमाले गीत भन्नुहुन्छ ड्याडीले बजेले ए हजुरको बजेले चाहिँ गीत गाउनुहुन्छ होइन भन्नुहुन्छ होइन अनि त्यही बजेबाट सिकेको हो हाई हाई ल हामी बजेलाई पनि भेटाउँछौँ एकछिन पछि अनि गीत गाउन सजिलो रहेछ त्यसो होइन अरू गीत के अरू के गाउन आउँछ ल खोइ अब फेरि गाइदियो खेल्न लागि खेल्न लागि पानी मुरा केरी फुर्को खोल्ले काटो गुबो मरो मान्छे बग्दो पानी फेरि फर्को लाग्थ्यो हाई हाई ल एकछिन है अनि तिमी चाहिँ यो चाहिँ यसलाई के भन्छ के गीत हो यो चाहिँ यो देउडा हो कि यो चाहिँ के हो यो देउडा आहा देउडा है त त्यसै बजेबाट सिकेको बजेको नाम थाहा छ के हो बजेको नाम देउमा साउद तपाईँको बजे अनि त्यो बजेबाट तपाईँले सिकेको कतिखेर सिकाउनुहुन्छ त नि आहा हो र अनि तिमी स्कुलमा पनि गीत गाउँछौ भन्ने सुनेको छ स्कुलमा चाहिँ अलिकति कस्तो गीत गाउँछौ तिमी स्कुलमा हाई हाई अनि अर्को तिमीलाई चाहिँ अलिक लय मिलाएर गीत गाउन आउँछ कि आउँदैन खोइ लयमा गाइदियो त यो चाहिँ पानी वाक्य भयो अब लयमा गाइदियो त खोइ लय भनेको चाहिँ बसेको हुन्छ नि अब जस्तै गीतहरू हुन्छ काशीका कुण्डर बसी घुमाइदेऊ भन्नु हाम्रा राजा सरकार र ठुरै तर धर्म ल भयो पानी मुरा केरी फुल्को खोल्ने काटो गुबो मर पानी बग्दो पानी फेरि फर्को लाग्यो पानी मुलो केउरी कोल्ले काटो मरो मान्छे पानी फेरि फर्को लाग्यो ओके ल भयो धन्यवाद छ ल तिम्रो तिनजना त्यहीँ बिउ तिनजना अनि हाम्रो भाइहरू अर्को अहिले भर्खर यो खेलाउने भाइहरूको नाम भन त मलाई ल भन्नु तपाईँ नाम परिचय दिनु त अनि भाइको नाम अनि तपाईँहरू दुईजना पनि गीत गाउँछ भन्ने कुरा सुन्ने छ नि के भएको छ ए हो र यी दुईजना मध्ये एकजना को गाउँछ को गाउने त्यो स्कुलमा गाउँ
अनि जे होस् तिमीले चाहिँ एकदम राम्रो अनि कति उमेरको भने 9 वर्षको होइन त अनि 9 वर्षको उमेरमा यति मिठो गीत गाउँछौ तिम्रो भविष्यमा चाहिँ के छ योजना भनेको भविष्यको लक्ष्य के छ तिमी के बन्ने विचार छ गिदाउडा छोराटो बन्ने विचार छ कस्तो गीत गाउने देउडा देउडा कलाकार हाम्रो के रे सुमन साउद भनेर हामीले चिन्नुपर्ने हुन्छ पछि होइन हुन्छ अनि पढाइ नियमित स्कुल जानुहुन्छ कि हुन्न जान्छु ओके हाम्रो चाहिँ पढाइलाई पनि निरन्तरता दिने पढाइ भनेको सबभन्दा ठुलो कुरा हो होइन त पढाइलाई छोड्नु भएन र सँगसँगै आफ्नो गीतलाई पनि के गर्नु पर्यो गाउनु पर्यो जस्तै स्कुलमा चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू हुन्छन् त्यसमा पनि गाउने घरमा खाली समयको बेला पनि गाउने अनि गरेको छ कि छैन घरमा चाहिँ खाली समयको बेला यसो गीत गाउने गर्छौ ल अन्तिममा यो छाड्दाखेरि तपाईँ के भन्न चाहनुहुन्छ नमस्कार म यसबाट बिदा हुन्छु बाइ बाइ टाटा यति भनेर हुँदैन गीतबाट चाहिँ भन्नु पर्यो गीतबाट भन्नु पर्यो न हेर्ने मान्छेलाई के भन्नुहुन्छ तपाईँ तपाईँको गीत चाहिँ के भन्नुहुन्छ गीतबाट नमस्कार म यति सानो उमेरमा गीत गाउँछु म भविष्यमा कलाकार बन्छु बाइ बाइ टाटा काशीका कुण्डरावासी हुवाइदेव बर्म हाम्रा राजा सरकारले ठुरी गरौँ तर चप्पल मेरा फाटा एसीबाट बिदा हुन्छु हस्त नमस्कार भएन चप्पल मेरा फाटा यति भन्दै बिदा हुन्छु ओके बाई बाई टाटा चप्पल मेरा फाटा यति भन्दा बिदा हुन्छु हस्त ओके बाइ बाइ टाटा भएन फेरि जुत्ता चप्पल मेरा फाटा यति भन्दा बिदा हुन्छु ओके बाइ बाइ टाटा